नमस्कार सर। मातारी हो भाइ। लिने हो कामको लागि आएको। हजुर सर मै हो। अबे साले नाम के हो नि अनि घर कता हो? हजुर नाम मेरो ध्रुव, घर मेरो ध्रुव भनेको कता हो? अबे साले जापान कि कोरिया कि अमेरिका हो? रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं कर। होइन सर झापा हो झापा। हो त्यसरी ठ्याक ठ्याक भन्नु पर्यो। सरी सर सरी। ल ठिकै छ। कति पढेको छौ नि? हजुर सर मैले पढाइ त ब्याचलर सकेर मास्टर गरेको छु। धेरै पढेको रहेछ त। ल त्यसो भए आजदेखि काममा लाग्यो। 2-4 दिन काम गरेपछि हाम्रो रमाइलो टाउनका मान्छेहरू सबै चिनिहाल्छौ। बाहिरको यसो मान्छेहरू आयो भने यसो याद गर्नु। अबे साले हाम्रो टाउनमा धेरै गाडीहरूको तेल चोरी भइरहेको छ। त्यो कुरा राम्ररी याद गर्नु। कुनै गाडीको एक थोपा तेल चोरी हुनु भएन। हस् सर म सबै राम्रो छ। अनि सर ठुलै इन्टरभ्यू हुन्छ भन्थ्यो त। यति हो इन्टरभ्यू? बाँकी इन्टरभ्यू हुँदै गर्छ। अहिलेलाई काममा लाग। हस् सर आजदेखि मेरो ड्युटी सुरु। अबे साले तेल चोर छ भन्छन्, म राम्रोसँग हेर्छु कति को चाहिँ आउने रहेछ। लेकिन ये साला कर क्या रहा है यहाँ पे? एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा। पहचाना मुझे? नो 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 नो। तेल चोर छस्? अरे दाई म यहाँको रेगुलर कस्टमर हो। तपाईँ यहाँको नयाँ भएर चिन्नु भएन। पुरानो गार्ड दाईसँग मेरो 10,000 को डिल भएको थियो। तपाईँलाई नि 10,000 दिन्छु, हामी डिल गरौँ न। अबे साले साले मलाई अरू जस्तो सोचिस्? म 10,000 मा बिक्नी, म 15,000 लिन्छु। पख्नुस्। लेकिन ये साला कर क्या रहा है यहाँ पे? लिनुस्। यो त 10,000 मात्रै भयो। खै त 5,000। अबे साले बाँकी 5,000 उहाँले दिनुहुन्छ। सर तललाई मैले भनेकै थिएँ इन्टरभ्यू हुँदै गर्छ भनेर। यही तेरो इन्टरभ्यू थियो तर तिमी फेल भइस्। त फेल भइस्, निस्कि यहाँबाट।